के तपाईँहरू जिम जानुहुन्छ भने तपाईँहरूलाई आज म एउटा एक्स्ट्रा एक्सर्साइज बताउन गइरहेको छु। त्यो एक्सर्साइज तपाईँहरूले आफ्नो वर्कआउट सेड्युलमा एड अन गर्नुभयो भने तपाईँहरूले मसललाई डबल टेन्सन दिन सक्नुहुन्छ। र त्यो एक्सर्साइज हो तपाईँको स्ट्याटिक होल्ड। यो एक्सर्साइज तपाईँले हरेक एक्सर्साइजको लास्ट सेटको लास्ट सेटमा यसलाई हाल्नुपर्ने हुन्छ र त्यो एक्सर्साइज म तपाईँलाई देखाउन गइरहेको छु। क्यामेराम्यान फोकस। र जस्तै तपाईँहरूको म इक्जाम्पल दिन चाहन्छु बाइसेप कर्लको। बाइसेप कर्लको दुईटा एक्सन हुन्छ, एउटा तपाईँको फ्लेक्सन, एउटा तपाईँको एक्सटेन्सन। म साइडबाट देखाउँछु है। यो फ्लेक्सन, यो एक्सटेन्सन है। जब तपाईँले बाइसेप कर्ल गर्नुहुन्छ र लास्ट सेटमा तपाईँहरूको जुन चाहिँ बाइसेप मोड तपाईँको फ्लेक्सनमा जान्छ है। जब तपाईँले वेटलाई लास्ट स्टेपमा डाउन जानुहुन्छ त्यति बेला तपाईँको त्यति बेला तपाईँको बाइसेप जुन चाहिँ 90 डिग्री एङ्गलमा जान्छ, त्यति बेला तपाईँले बाइसेपलाई होल्ड गर्नुपर्ने हुन्छ वेटलाई। जति सक्छ त्यति गर्नुहोस्, बेसी होइन है। किनभने यसरी तपाईँको स्ट्रेन पनि बढ्छ, बिस्तारै बिस्तारै तपाईँको जुन चाहिँ होल्डिङ टाइम त्यो बढ्दै जान्छ र सकेसम्म होल्ड गर्नुहोस्, नसके ड्रप गर्नुहोस्। र यो एक्सर्साइज तपाईँले खालि बाइसेप मात्रै होइन, हरेक एक्सर्साइजमा यसलाई एड अन गर्नुहोस्। जस्तै कि तपाईँको चेस्ट, सोल्डर, ट्राइसेपमा र मसललाई डबल टेन्सन दिनुहोस्। यसो गरेर तपाईँको स्ट्रेन पनि बिस्तारै बढ्दै जान्छ। यस्तै एक्सर्साइजको लागि मलाई फलो गर्नुहोस्। फेरि एउटा बेला नेक्स्ट टाइम यसै भेटेर। धन्यवाद।